नमस्ते एन्ड वेलकम गाइज। आजको यात्रा एकदमै रमाइलो हुनेवाला छ किनकि हामी जाँदैछौँ स्कटिस हाइल्यान्ड्सतर्फ। हामी आज कहाँ जाने भन्दै त? हामी जाँदैछौँ फोर्ट विलियमतर्फ। फोर्ट विलियम दुईटा कुराको लागि पपुलर छ। पहिलो जेकोबाइट ट्रेन, ह्यारी पोटरको हगवर्ट्स एक्सप्रेस, र दोस्रो बेलायतको सबैभन्दा अग्लो पहाड बेन नेभिस। It is the highest, we would say hill, but they say mountain. So highest mountain of UK. यो नेपालको जस्तो अग्लो हिमाल चाहिँ होइन, यो लगभग काठमाडौँको हाइटको हाराहारीमा रहेको छ। अब हिँड्दै जाँदाखेरि चाहिँ हाम्रो श्रीमानज्यू रामचन्द्र थापाले चाहिँ यहाँ एकदम इन्ट्रेस्टिङ कुरा भेट्नु भयो। उहाँलाई चाहिँ यस्तो यस्तो क्रिएटिभ कुराहरूमा चाहिँ एकदमै धेरै इन्ट्रेस्ट लाग्छ अनि देख्ने बित्तिकै उहाँ चाहिँ अब गएर हेर्न पढ्न थालिहाल्नुहुन्छ। ल अब हामी जानुपर्छ, अब ढिलो भइसक्यो। हामी बस स्टेसन आइपुगेका छौँ। यो बस स्टेसन एकदमै व्यवस्थित छ। सिटिलिङको बस चढेर हामी आइल्यान्डतर्फ जानुपर्ने छ। यहाँ दिपिका यहाँको बस पार्क त नेपालको एयरपोर्ट जतिको हुँदो रहेछ हो भनेर मक्ख पर्दैछन्। ड्राइभरमा आज हाम्रो दिदी हुनुहुन्छ। दिदी एकदमै मजाको हुनुहुन्छ। हामी अहिले एडिनब्रा र ग्लासगो बिचको पुल क्रस गर्दैछौँ। यसलाई क्विन फेरी क्रसिङ भनिन्छ। यहाँ प्यारलली तीनटा पुलहरू रहेका छन्। 19औं शताब्दीदेखि 21औं शताब्दीसम्म बनेका पुलहरू हुन्। त्यसपछि आजको यात्राको प्यासेन्जर चाहिँ यहाँ म र दिपिका म्याम हुनुहुन्छ। हामीलाई चाहिँ यहाँ एकदमै रमाइलो भइरहेछ। उहाँलाई रमाइलो भइरहेछ, मलाई त झन् रमाइलो भइरहेछ। उहाँको रमाइलो नै मेरो रमाइलो हो। हाम्रो अगाडि 360 भ्यू छ, बसको अगाडि ट्याक्क लाएर प्यानोरामिक भ्यू हेर्दै हामी हिँडिरहेछौँ, अगाडि बढिरहेछौँ। जहाँ नेपाली त्यहाँ चौधरी र चाउचाउ। कस्तो जिन्दगी बनायो हो हामीले। कृपया जङ्क फुडदेखि टाढै बसौँ है। के गर्नु त नि, यहाँ बाटो यहाँ अलिअलि घुमाउरो छ। घुमाउरो भए पनि यो एकदम सिनिक रोड छ है। यहाँ एकदमै धेरै ताल तलैयाहरू चाहिँ रहेछन्। स्कटल्यान्डमा मात्रै 30,000 वटा चाहिँ यो नेचुरल फ्रेस वाटरबाट बनेको तालहरू रहेछ। अनि सिन हेर न, क्या दामी डाँडा काँडा है। अहिले चाहिँ हामी लचटुलामा आइपुग्यौँ। एकदमै प्यानोरामिक। वी आर रियली इन्जोइङ आवर जर्नी। मान्छेहरू ट्रेन भन्छन्, तर स्कटल्यान्डमा चाहिँ मलाई नेपालको कम्पेयर्डमा एउटा बसको सिनिक रुट त्यो एक्सपिरियन्स कस्तो हुन्छ भनेर पनि अनुभव लिन मन थियो। इट्स बिन वन्डरफुल। मलाई एकदमै आरामदायक लाग्यो। हाम्रो त प्लेनको जस्तो यात्रा भइरहेछ है। मलाई चाहिँ यहाँ पुग्दा एकदम प्लेटु जस्तो फिल भइरहेछ के। यो एकदम हाइटमा गयो, हल्का हाइटमा गएपछि अनि सरसम्म ठाउँ जस्तो के। खासमा हामी भौगोलिक अवस्थालाई दोष दिन्छौँ, तर विकास भन्ने कुरो जुन ठाउँमा पनि पुर्याउन सकिँदो रहेछ यदि राम्रो प्रविधि प्रयोग गर्ने हो भने। हाम्रो अनुभव भनेको यो पूर्वाधार र विकाससँग जोडिएको हुँदो रहेछ र यो यात्राले हामीलाई त्यही नै बताउँदैछ होइन त। हामी फोर्ट विलियम आइपुग्यौँ, जहाँ 17औं शताब्दीको मध्यतिर सिभिल र ग्लोरियस रेभोल्युसन पछाडि राजा जेम्स र पार्लियामेन्टेरियनहरू बिचमा एउटा सङ्घर्ष चलिरहेको थियो। त्यसमा सांसदको जित भयो, राजा जेम्सलाई पदच्युत गरियो र उनका सन्ततिलाई जेकोबाइट भनेर चिनिन्छ। अब लन्च खाँदैछौँ। हाम्रो ब्याकग्राउन्डमा चाहिँ यहाँ लेक मजाले देखिएको छ। ल अब रामचन्द्र थापाको हिस्ट्री लेसन पछाडि चाहिँ एकदमै भोक लागिसकेको अवस्था छ। भोकको लागि भात, नेपालीको लागि एकदमै रामबाण। हामी चाहिँ अब चाइनिजको रेस्टुरेन्टमा आएर चट्ट बसेर खाँदैछौँ। ज्यानलाई चाहिँ जे भए पनि हुन्छ हजुर, यिनलाई चाहिँ जहिले चाइनिज र भातै चाहिन्छ, तर मिठो छ। नेपालीको लागि दाल भात पाओ 24 आवर। अब चाहिँ हामी हाम्रो आजको स्टे आइपुग्यौँ। This is our stay for tonight. And we are really tired because of our 4-hour travel by bus. एकदम सिनिक भ्यूहरू थियो। हामी चाहिँ मजाले 360 भ्यू हेर्दै आइपुग्यौँ। अनि आज चाहिँ हामी यहाँ बस्छौँ। हामी चाहिँ हाम्रो लन्च खाइसक्यौँ। अब
एकछिनको रेस्टपछि हामी चाहिँ जान्छौँ कहाँ जान्छौँ ल भन त हामी आज ह्यारी पोटरको द मोस्ट पपुलर एन्ड द फ्यान्टास्टिक रुट ग्लिफनान भायडक्ट त्यो जुन एकदमै रोमन स्टाइल ब्रिज हो त्यहाँबाट चाहिँ स्टिम ट्रेनहरू ज्याकोबाइट ट्रेनहरू देखिन्छ त्यो ट्रेन चढेर टक्क हामी त्यो भायडक्टहरू एक्सपिरियन्स गर्छौँ एकछिन हाइकिङ गर्छौँ साइट सिइङ यताउता त्यसपछि विल कम टु द इन्ड अफ द डे ह्यारी पोटरमा देखाइएको यो ग्लेनफिनन भायडक्ट फोर्ट विलियम स्टेसनबाट बसमा अथवा स्कट रेलमा अथवा ज्याकोबाइट हगवर्ट्स एक्सप्रेसले चिनिने ट्रेनमा सजिलैसँग आउन सकिन्छ लगभग आधी घन्टा 40 मिनट जतिको यात्रा पछाडि यहाँ आउन सकिन्छ यो कन्क्रिटले बनाएको लगभग 21वटा जति आर्च भएको स्कटल्यान्डकै सबैभन्दा लामो रेल हिँड्ने भायडक्ट हो यसलाई 20औं शताब्दीको सुरुवातमा लगभग 1900मा स्कटिस इन्जिनियरले बनाएका हुन् Hogwarts Express finally witnessed Hogwarts Express. Just crossing over, shortly crossing over the Oh, we're here again. We're on the train. Glenfin Viaduct. Viaduct. We're on top of viaduct. Wow. Look at that. And they made the train slow. Train like एकदम slow गर्दै हामीलाई हेर्नको लागि हेर. Thank you, driver. This is stunning. It's an engineering marvel. Now we are picking up. आजको यस यात्रा हाम्रो लागि अविस्मरणीय रहनेछ हामीले प्रकृतिका अनुपम सौन्दर्य देख्न पायौँ र इन्जिनियरिङ महारतबाट धेरै कुराहरू सिक्न पायौँ यी सुन्दर पलहरूलाई तपाईहरुमाझ राख्दै हामी हाम्रो अर्को गन्तव्यको लागि अघि बढ्दैछौँ नेक्स्ट एपिसोडमा हामी तपाईहरुलाई बेलायतको एकदमै उत्तरी भागमा रहेको आइल अफ स्काई भन्ने आइल्यान्डमा लानेछौँ कृपया जोडिदै गर्नुहोला हेर्दै गर्नुहोला Please do like, share and subscribe us. Thank you for watching.